कतै तपाईले पनि त नागरिकता हराउनु भएको छैन? यदि छ भने तपाईकै नामबाट पनि स्क्याम हुन सक्छ है। हो, सही सुन्नुभयो। यसरी नै स्क्याम गरेको आरोपमा सप्तरी प्रहरीले 2 जनालाई पक्राउ गरेपछि ती स्क्याम बारे खुल्न आएको छ। वास्तविक नागरिकताधारीलाई थाहै नदिई ब्याङ्कमा खाता खोलेका छन् भन्ने ठगेका लाखौं रुपियाँ ती खाताबाट झिकेको हो। शुक्रबार जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गर्दै पक्राउ परेका ती 2 जनालाई सार्वजनिक गरेको छ। प्रहरीका अनुसार राजविराज नगरपालिका वडा नम्बर 12 घर भई हाल वडा नम्बर 5 बस्ने 20 वर्षीय अरुण कुमार यादव र 28 वर्षीय अभिषेक यादव ती स्क्याममा संलग्न रहेका छन्। राजविराज नगरपालिका वडा नम्बर 1 बस्ने विजय कुमार यादवले 2080 असारमा नागरिकता हराएका थिए। नागरिकता हराएपछि यादवले नागरिकताको प्रतिलिपि बनाएर आफ्नो काममा लागे र हराएको नागरिकता पनि बिर्सिए। तर जब उनीमाथि काठमाडौँ र चितवनमा ठगी मुद्दा चल्यो अनि उनी अक्नबक भए। विजय कुमार यादवका दाइ रामकुमार यादवले जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दिएपछि सो घटना बाहिरिएको हो। जाहेरी अनुसार आरोपी अरुणले भेटेको ती नागरिकतामा आफ्नो फोटो टास गरेर विराटनगर स्थित सिटिजन ब्याङ्कमा खाता खोलाएका थिए। अरुणले विभिन्न व्यक्तिबाट ठगेका लाखौं रुपियाँ ती खातामै पठाउन लगाएर झिकेका थिए। जाहेरीपछि दुवैजनालाई राजविराजबाटै फागुन 19 गते पक्राउ गरिएको एसपी ढकेन्द्र खतिवडा बताउँछन्। मिति 2080 साल असार महिनामा पीडितको नागरिकताको प्रमाणपत्र हराएकोमा निजको नागरिकताको प्रमाणपत्र फेला पारेका प्रतिवादीहरू अरुण कुमार यादव र अभिषेक यादव समेतले पीडितको नागरिकताबाट पीडितको फोटो निकाली प्रतिवादी अरुण कुमार यादवले आफ्नो फोटो टाँसी विराटनगर स्थित रहेको सिटिजन ब्याङ्कमा गई खाता खोली अन्य व्यक्तिहरूबाट लाखौं रकम ठगी गरिरहेको भनी यस कार्यालयमा नागरिकता सम्बन्धी कसुर र ठगीमा जाहेरी प्राप्त हुनसाथ यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज प्रतिवादीहरू अरुण कुमार यादव र अभिषेक यादवलाई कानुन बमोजिम पक्राउ गरी सम्मानित जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान कार्य भइरहेको। दुवैजनाले के कति रकम ठगेको विषयमा अनुसन्धान भइरहेको छ भन्ने, दुवैजनामाथि ठगी तथा नागरिकता सम्बन्धी कसुरमा म्याद थप लिएको एसपी खतिवडाले बताएका छन्।